10 गतेदेखि 14 गतेसम्म ओखलढुङ्गा लिखु 3 मा हुँदैछ रमझम। स्थानीय उत्पादन र खेलकुद कार्यक्रम नर्बतेश्वर महोत्सवमा सबैजना झरम। इन्द्रेणी टिम आउँदैछौ आउनुहोस् है भव्यसँग नाच्नुहोस् र गाउनुहोस् है। इन्द्रेणी टिम आउँदैछौ आउनुहोस् है भव्यसँग नाच्नुहोस् र गाउनुहोस् है। भव्यसँग नाच्नुहोस् र गाउनुहोस् है। नमस्कार। यही फागुन 10 देखि 14 गतिसम्म ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका वार्ड नम्बर 3 स्थित नर्मदेश्वर महादेव मन्दिर परिसरमा भव्य रूपमा ऐतिहासिक महोत्सव हुँदैछ। नर्मदेश्वर महादेव मन्दिर संरक्षण तथा गुठी व्यवस्थापन संस्था र अन्य विभिन्न संघ संस्थाको आयोजना सहआयोजनामा र लिखु 3 वार्ड नम्बर कार्यालयका सपरिवार सहित यो आयोजना गरिएको पूर्वाधार तथा पर्यटन विकासका लागि नर्मदेश्वर महादेव महोत्सव 2081 साथै जनसहयोगद्वारा निर्मित नयाँ संरचना समुद्घाटन कार्यक्रममा यहाँहरू सबै देश विदेशका दर्शकलाई आउनको लागि हार्दिक निवेदन गर्दछौँ। त्यहाँका वार्ड अध्यक्ष स्वकर्ण श्रेष्ठ लगायत सम्पूर्ण कार्य समितिका विभिन्न व्यक्तिहरू सामाजिक व्यक्तित्वहरू इन्द्राणीसम्म निम्ति दिन आउनु भएको छ। तपाईँ सबै देश विदेशका दर्शकलाई नर्मदेश्वर महोत्सवमा आइदिनको लागि हार्दिक निवेदन गर्दछौँ। सिन्धुली कलाकार सहित विभिन्न कलाकारहरूको उपस्थिति रहनेछ। अस्मिता डल्लाकोटी, बालकुमार श्रेष्ठ, दिनेश काफ्लेज, सुबोध गौतम लगायत रुचिका भट्टराई बाल कलाकारको समेत उपस्थित रहनेछ। फाल्गुन 13 गते बिहान नर्मदेश्वर महादेव मन्दिरमा हाम्रो भव्य छायाङ्कन हुनेछ। दिउँसो भव्य प्रस्तुति हुनेछ। तपाईसँग कला छ भने त्यहाँ आउनको लागि हार्दिक आग्रह गर्दछौँ। सबैजनालाई नमस्कार। पूर्वाधार तथा पर्यटन विकासको लागि नर्मदेश्वर महोत्सव 2081 यो कार्यक्रममा सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, नेपालमा रहनुहुने, गाउँमा रहनुहुने, पालिका वार्ड सबैमा रहनुहुने सम्पूर्ण मानवहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु। जोजोलापा रामेछाप मन्थली नगरपालिका 8 चिसापानीको चिसापानी नेवा खलबाट आयोजित गाई जात्रा, लाखे नाच तथा झाँकीहरूको बेछोड प्रस्तुतिका साथ मनोरञ्जन लिन आउन सक्नुहुनेछ। धन्यवाद।